फेली पुलिस मामा जसको घरमा केटाकेटी पढ्दैन, जो भनेको टेर्दैन, आमा बाउले भनेको यी यसरी म ल्याएर हुन्लेछु जेलमा। यिनीहरूको अवस्था हेर तिमीहरू, जो केटाकेटी मोबाइल चलाउँछ, जो आमा बाउले भनेको टेर्दैन, तिनीहरूको अवस्था हेर। आज एक हप्ता भयो यिनीहरूले खाना पिना भेटेका छैनन्। जो केटाकेटीले आमा बाउले भनेको मान्दैनन्, दिनभरि मोबाइल चलाउँछन्, यिनीहरूको अवस्था हेर। र हजुरहरूले तल कमेन्ट गर्नु होला, हजुरहरूको जो छोराछोरी दिनभरि मोबाइल मात्रै हेर्छ, हजुरहरूले भनेको मान्दैन, आमा बाउले भनेको, तल नाम कमेन्ट गर्नु होला। म हजुरहरूको घरमा ती केटाकेटीलाई बदमासलाई लिन आउँछु, जो दिनभरि मोबाइल मात्रै चलाउँछ, टिभी मात्रै हेर्छ। यी यसरी ल्याएर जेलमा हुन्लेछु। र खबरदार, अरू मेरो यो पेजमा फलो गरिदिनु। भोलि 6:30 बजी म बेलुका सधैँ पुलिस मामा आउनेछ लाइभमा। लाइभ आएर बात मार्छ, जो केटाकेटी बदमास दिनभरि मोबाइल मात्रै चलाएर बस्छन्, टिभी मात्रै हेर्छन्, उनीहरूसँग म बात मार्छु। हर गाउँमा पुलिस मामा आउनेछ। पुलिस मामा खबरदार, जो केटाकेटी दिनभरि मोबाइल चलाउँछ, यिनीहरूको अवस्था हेर। मैले जेलमा हुलेर राखेको छु। म एउटा केटाकेटीलाई छोड्दिनँ। एउटा फोन गर्नु मलाई, म हजुरहरूको घरमा ती नपढ्ने, मोबाइल मात्रै चलाउने केटाकेटीलाई म लिने आउने छु। खबरदार, छोड्दिनँ तिमीहरूलाई, अहिले छोड्दिनु। जतिखेर मोबाइल चलाउने बेला चलाउँछ, अहिले म छोड्दिनु। तिमीहरूलाई कसैलाई छोड्दिनँ म। भात पानी सब बन्द तिमीहरूको अब। र केटाकेटी हो होसियार, पुलिस मामा आउँदैछ, पुलिस मामा। र मोबाइल नचलाऊ।